Hi, good morning everyone. Today I want to describe to the Puan Khandka main god. Main god means by uh, main home god. You know home god? What is the home god? That's sensible to today I want to describe. हाम्रो पुवार खड्काको मेन गड भनेको चाहिँ कुल देवता भनेका चाहिँ हात्तीबारका देवी देवता हुन्। हात्तीबारका बिन्दा बिन्देनी देवी देवता हुन् है। हाम्रा पुवार खड्काहरूका चाहिँ कुल देवी देवता भनेका चाहिँ कुल हैन, कुलका देवी देवता भनेका चाहिँ हात्तीबारका बिन्दा बिन्देनी देवी देवता हुन्। त्यसैले हामीले जहिले पनि कुल पूजा गर्दाखेरि हात्तीबारका बिन्दा बिन्देनी देवी देवतालाई भनेर बक्साउनु पर्छ। हामी पुवार खड्काहरूको गोत्र कपिल गोत्र हो। यो कपिल गोत्र पुवार खड्काहरूको कपिल गोत्र र पुवार खड्काहरूको कुल देवता भनेका चाहिँ हात्तीबारका बिन्दा बिन्देनी देवी देवता हुन्। हामीले कुल पूजा गर्दाखेरि वर्षेनी हात्तीबारका बिन्दा बिन्देनी देवी देवता भनेर बक्साउनु पर्छ। हाम्रो पुवार खड्काहरूको गोत्र भनेको कपिल गोत्र हो है। र हामीले जहिल्यै पनि कुल पूजा गर्नुपर्छ। कुल पूजा गर्दाखेरि हाम्रा कुलहरूलाई हामीले बचायौँ भने, कुलहरूलाई हामीले मान्यता गऱ्यौँ भने कुलहरूको रक्षा गऱ्यौँ भने कुलले पनि हामीलाई रक्षा गर्छन्। त्यसकारण कुल देवी देवता भनेको धेरै इम्पोर्टेन्ट हुन्छ एउटा सन्तानको लागि। त्यसकारणले कुल देवी देवतालाई मान्नपर्छ हामी सबैले। यो अत्यन्तै महत्त्वपूर्ण कुरा हो र हामीले कुल मनाउँदाखेरि जहिल्यै पनि शुद्ध मनले, चोखो लोली चोखो बोलीले हैन स्नान गरेर हामीले चाहिँ हाम्रो कुल पूजालाई मान्नुपर्छ। कुल पूजालाई मान्यौँ भनेदेखि हाम्रो सन्तानलाई चाहिँ हाकेताकेको पुरा हुने, सन्तानको रक्षा हुने, सन्तान फैलिएर जाने, सफलता हासिल भएर जाने, अकालमा विभिन्न खालका दुर्घटनाहरू नहुने, अकालमा कसैको ज्यान नजाने चाहिँ हुन्छ। यसको पौराणिक मूल्य मान्यता यस्तो छ, ऐतिहासिक मूल्य मान्यता र यसको आफ्नै धरातल, आफ्नै इतिहास छ। त्यसकारणले कुल पूजा मान्नु अत्यन्तै महत्त्वपूर्ण हुन्छ र कुल पूजा हामीले मान्दाखेरि विधिपूर्वक हिसाबले मान्नुपर्छ। र कुल पूजाको हामीले रक्षा गऱ्यौँ, मान्यौँ भने हाम्रो सन्तान फैलिएर जान्छ, मजबुत भएर जान्छ। सन्तानलाई कुनै पनि त्यस्तो चोटपटक लाग्दैन हैन। अकालमा मृत्यु हुने, अकालमा विभिन्न खालका दुर्घटना हुने र ज्यान जाने त्यस्तो हुँदैन। त्यो विभिन्न समस्याबाट हाम्रा कुलले चाहिँ हामीलाई बचाएर लान्छन्, मुक्त गराएर लान्छन् भन्ने एउटा ऐतिहासिक महत्त्व चाहिँ छ। यो ऐतिहासिक महत्त्वलाई हामीले पुरा गर्नको लागि हामीले कुल पूजा गर्नुपर्ने हुन्छ। र कुल पूजा गर्दाखेरि हामीले कुल देवताको नाम लिनुपर्ने हुन्छ। पुवार खड्का चाहिँ कपिल गोत्र हो। कपिल गोत्र भइरहँदाखेरि पुवार खड्काको चाहिँ कुल देवता भनेका चाहिँ हात्तीबारका बिन्दा बिन्देनी देवी देवता हुन्। हात्तीबारका बिन्दा बिन्देनी देवी देवतालाई सम्झेर नाम उच्चारण गरेर हामीले चाहिँ कुल पूजा गर्नुपर्ने हुन्छ। र कुल पूजा गर्दाखेरि हामीले चाहिँ विधिपूर्वक रूपमा गर्दाखेरि हामीलाई शुभ्य फाब्य हुन्छ भन्ने एउटा पौराणिक मूल्य मान्यता रहेको छ। यस पौराणिक मूल्य मान्यता र आस्थालाई मानेर यसको सम्वर्धन र रक्षा गरेर हामी अगाडि बढ्न सक्यौँ भने हाम्रो पुवार खड्का बन्धु समाज केन्द्रको हित हुन्छ भन्ने विश्वास म व्यक्त गर्न चाहन्छु। त्यसैले यस पुवार खड्का बन्धु समाज केन्द्रको संस्थापक अध्यक्षताको नाताले म के भन्न चाहन्छु भने यो पुवार खड्काहरूले हाम्रो कुललाई रक्षा गर्न सक्नुपर्छ र पछिका पुस्ताहरूलाई पनि रहोस् र उनीहरूले पनि ऐतिहासिक पुवार खड्काको ऐतिहासिक महत्त्व, हाम्रा देवी देवताहरू, हाम्रो गोत्र भनेको पुवार खड्काको कपिल गोत्र हुन्छ भने र पुवार खड्काका कुल देवता भनेका चाहिँ
हात्तीबारका बिन्दाबिन्दिनी कुल देवता हुन् भनेर चाहिँ हामीले बुझ्नुपर्छ। यो ऐतिहासिक महत्त्व, यो संस्कार, यो संस्कृतिलाई हामीले हुबहु रूपमा बचाएर जानुपर्दछ र पछिका सन्तानहरूको लागि पनि यो चाहिँ एउटा धरोहरको रूपमा, हाम्रो चाहिँ एउटा पौराणिक मूल्य मान्यता र आस्थाको धरोहरको रूपमा चाहिँ विकास होस् भन्ने मूल्य मान्यता र आस्थालाई टेकेर मूल्य मान्यता र आस्थाको विकासमा लाई चाहिँ विकास गर्ने हेतुले हामीले कुमारखण्डका समाज केन्द्रको गठन गरेको छौँ। मैले गरेको छु। यसको संस्थापक अध्यक्ष म हो र यसमा केही रकमहरू पनि मैले राख्ने घोषणा गरेको छु र त्यो रकमले चाहिँ कुल पूजादेखि लगेर कुमारखण्डका समाज केन्द्रलाई, कुमारखण्डका बन्धु समाज केन्द्रलाई आवश्यक परेको र इमर्जेन्सी अवस्थामा यसलाई चाहिँ सदुपयोग गर्ने हिसाबले यो कोषको विकास गरेको छु र म सूर्यखण्डका चाहिँ यस कुमारखण्डका समाज केन्द्रको अध्यक्ष भएको नाताले हामीले चाहिँ यस मूल्य मान्यतालाई कुमारखण्डका समाज केन्द्र, बन्धु समाज केन्द्रका कुल देवी देवतालाई मूल्य मान्यता मानेर अगाडि बढ्नुपर्दछ अनि मात्र हाम्रो हित हुन्छ भन्ने विश्वास म व्यक्त गर्न चाहन्छु। थ्याङ्क यू सो मच। हेभ अ नाइस डे।